यस्तो अब गर्मी पनि लाग्यो गर्मी लागेपछि त पसिना आउँछ घाम लाग्छ त्यस्तै हुन्छ कालो हुन्छ गोरु पनि अब इक्जाम्पल मलाई हेर्नु कपाललाई हेर्नु मेरो कपाल चाहिँ हल्का सेतो सेतो हुन्छ अनि त्यो मेरो कपाल सेतो भइसकेको छैन गर्मीमा चाहिँ अब डन्डीफोरो पनि आउने चान्सहरू धेरै हुन्छ यता यता आइसकेको छ मेरो यता कता कता मेरो परेर जङ्गलमा चाहिँ हामी ठ्याक्कै आइपुग्यौँ यसको नाम हो बेलारी कुकुरको यस्तो यस्तो रहेछ के भएर यो त हुनुपर्ने यहाँको पानी पनि सुकेर यस्तो भइसक्यो हिजो मासु काट्छु भने कस्तो चल्दैछ मासुको कार्यक्रम खै कुखुरा के लुकाइस क्या काट्नुपर्छ भनेर के हो यो ए पब्जी रहेछ सो गाइस फेरि पनि हामी यसको घरबाट निस्किसकेका छौँ ओए चोर यता यहाँ न सेल अनि दुलो हुन्छ सेलरोटीमा सेलरोटी पनि तर यसले झुट बोलेको हिजो लोकल कुखुरा काट्छु भने त यस्तो भिडाइदिएर हेर त कता कता लुक्यो अन्त कहाँ लुक्यो तता झन् दिनमा यस्तो यस्तो चिसो चिसो भिडाइदियो यस्तो गर्मीमा चिसो यस्तो हुन्छ नि तताएर दिन राम्रो छैन यो चाहिँ सुनौलोको यो र यहाँ चाहिँ फिल्म सुटिङ भएको थियो अरे कुन फिल्महरू विक्रम यहाँ चाहिँ त्यो पितम्बर फिल्ममा यहाँ बम पड्काएको थियो अरे अझै छ त्यो बम यस्तो ठाउँमा पनि फिल्म सुटिङ कहाँनिर बम पड्क्यो अरे यहाँ खाल्टो कहाँ देखाएको थिएँ त्यहाँ हो त्यहाँ अनि क्यामेराम्यान कहाँ थियो नि ऊ त्यहाँ एउटा क्यामेराम्यान त्यहाँ यताबाट पड्काएको थियो कता कता लडेको थियो नि यहाँ यसरी गएको थियो होइन टिजरमा नि हेर्न सक्नुहुन्छ टिजरमा टेलरमा होइन अनि पुलिस थियो कि आर्मी थियो नि पुलिस आर्मी देखिए के भी लिया थियो हजुर के भन्न चाहनुहुन्छ मलाई केही थाहा छैन यो विषयमा जाम्न कहाँहरू कहाँ घर गर यो हेर्न आएको होइन हेऱ्यो भयो तर पत्तै लागेन यस्तो फिल्म जाऊ कति 200 रुपियाँ टिकट होला जाऊ 200 कहाँ हामी यही फिल्म हुने ठाउँमै आइसक्यो फेरि कहिले 29 गते आज 20 21 भाइ टेलरमा नि हेर्न सकिन्छ त्यति धेरै छैन यति छ अरे ए वाइफाई छैन होइन खस्छ डाटा छ चल्दैन फेरि एफजिएच यी त झन् ठुलो छ यो भन्दा 4G चलेछ 4G डाँडामा आएर फिल्म सुटिङ भयो यहाँ ओ माई मनी हेरेको थिएँ क्या तपाईँलाई कस्तो अनुभव लाग्छ नि खिच्ने माथि देखाइदिएँ म कता देखायो कुन हिरो आएको थियो नि हिरो खोइ को नामै थाहा भएन मलाई त शाहरुख खान यो चुरोट नि त्यही हिरो लेखाएको खोइ त्यो मन्दिर देखाएन धुग्रा पनि तम्बाकुले जान्ने भए हानिकारक देखाइस् तेरो फिल्म भयो ए है त सुटिङै भयो त यस्तो धेरै सुटिङ डाइरेक्टर पनि यही छ सबै देखायो अनि यहीँ पड्केको अरे बम ढुङ्गा पड्केको जस्तो छ यस्तो गर्नु नि त तिमीहरूले मलाई 100 रुपियाँ दियो होइन म फिल्म हेर्नु जान्छु अनि ठ्याक्क यो रहेछ भने टिपेर हालिदिन्छु नि त हामी 100 रुपियाँ दिन्छौँ नि तैँले घरमा भन्नु नि त दिनलाई
छ्या त जापानिज भिडियो जस्तो ब्लर आएको छ सर जापानिज भयो होइन छोड ल फिल्म सुटिङ भयो कार्यक्रम भइगयो ल जाम प्रितममा फिल्म खाँदैन त हाम्रो फुटेको मैले झन् फुट्ने यार यो पनि त्यो बमको कालो होला न यहीको लागि बनाएको यही हो केटा हो पितम्बरको बम पड्केर केटीहरू पनि हुन सक्छ ए केटी हो यही हो पड्केको बम आन्टी अङ्कल छोरा छोरी मेरा गर्लफ्रेन्डहरू हो ए गर्लफ्रेन्ड हो के एक्लै जनताहरूलाई भन्नु के अरे त्यसको तेरो के छ अरे तेरो के अरे युट्युब च्यानल भन्न मेरो युट्युब च्यानल के थियो अरे नामै बिर्सेँ म त्यहाँ भन्न के काम अलि फ्री फायर भिडियो गर्नु बनाएन हालेको छैन भन्न म तर भन्छु बनाउने सोचमा भन्न आइडी के थियो अरे आइडी बिडी नोब्रा गेमिङ बिडी नोब्रा गेमिङलाई हामीले सपोर्ट गर्नुपर्छ के नाकबाट कुन्छ अरे कि चाकबाट सानो बुटामा पनि होइन यस्तो सानोमा पनि होइन हुन त यो पनि अलि उजो छ भनेपछि यस्तो सानोमा पनि हो नि त मेवा हेर्नु यत्रो बुटामा पनि यत्रो बुटामा पनि यत्रो ठुल्ठुलो मेवा यत्रो ठुल्ठुलो मेवा फलेछ यत्रो बुटालाई हेरेर जजै गर्न मिल्दैन क्या त्यसैले भन्ने गर्छ नि डन जज बुक इट्स बाई कभर बिकज द्याट इज अल्सो कभर वायर लाफिङ ओए हेर्न ब्याकग्राउन्ड हेर्न सुजनको ब्याकग्राउन्ड ओए मसल हेर्न पछाडिको ओए ढाड हेर्न ढाड ल बिडी लिँदा हेर्नु बस्यो अब रनिङ आउँछ नि यिनी चाहिँ ठुलो अरे आर्मी भन्ने अरे आर्मी यिनीको चाहिँ हाइटले अलिक धोका दिन्छ जस्तो छ त्यही पनि आर्मी बन्ने रहेन के भन तिमी अघि बढिराख्नु क्या हेर्छ नि अघि बढेर राख्नु अघि बढिराख्नु पछि नचल्नु तिम्रो हरेक पाइलामा साथ दिन्छु होइन यो दुनियाँमा कसैले पछाड तिमीलाई र हाम्रो कसै कोही केटी बोलाउनु जिन्दगीमा बोलाउनु कसम बोलाएको छ कोही केटीले केटाले पनि बोला होला त्यही पनि त पैसा माग्नुलाई पैसा माग्नलाई मैले बुझ्छु क्या केटाहरूलाई केटीहरूले बोलाउने भनेको चाहिँ त्यही पैसाको बारे विषयमा उही त्यहाँ घुम्न लाग्न उही चटपट खान उही यो खान त्यो खान तिमीले कहिले खान फेरि त्यही खुवान किन्दैन तिमीले किन्दैछौ न झुट बोल्छ यिनीमा लुक्स लुक्स साइड लुक्स ओए कबीर सिंह वडा भाउ उतै आएर नि क्या त देख्यो ओए के उयो सेतो सेतो आज मौसम दामी छ भने आज मौसम यस्तो गाडा पानी पर्छ हेर आज रातिबाट कि त भोलि बिहान हेर रोड भिजेको देख्छु नत्र भोलिको भ्लग बना भन टक्कै साँच्चीकै रहेछ हो पानी पऱ्यो यहाँ भोलि बिहान ए भोलि बिहान आइज म त भर्खर परेको नि यस्तो देखाएर हेर पानी पर्छ ल ल तिमी हेरे ल ढुक्क ल भोलि पानी पर्छ ल भोलि कति अरे भोलि 21 गते 21 गते पानी परेन ढुक्क परेन ढुक्क ल ढुक्क ल धान रोपी हुन्छ भोलिबाट ल पानी पर्छ भोलिबाट ल ढुक्क ल यहाँ भोलि हरियो हुने भयो यो लुक पनि अब ओहो हान्देमा को डाउन भनेको हान्दे को डाउन भनेकोमा हान्देमा भ्याज भुस लडमा रोहन थापा मगर यस्तो हान्दैन होइन लड्दैमा त्यहाँनिर लड्दिने क्या ठोकिदिने हानिदिने काटिदिने भाइ यो लर हान्दै यो लर हान्दैमा जा केही भन न सब्सक्राइब गरेर न सब्सक्राइब हानिदेऊ सबैबाट हान्दै मलाई के हुनु अब तर केटाहरू के जति निजी भन्यो भने होइन अगाडि कस्तो केटीहरूलाई देख्दा बित्तिकै अलि ऊ हुने क्या मनमा कि त्यो फिलिङ हुन्छ नि अलि
एट्र्याक्सन बढ्ने कि होइन उयो अगाडि त कस्तो राम्रो केटी उयोतिर मलाई हेरेर हाँस्यो भने त कस्तो उयो कस्तो राम्रो होइन 40 इन्चीको भने जस्तो फिलिङ हुन्छ कि होइन अब मान्छे जस्तो नराम्रो भयो नि जे भए पनि होइन केटा मान्छे भयो एउटा मन त हुन्छ नि फिलिङ त हुन्छ हो कि एउटा फिलिङ हुन्छ किन नि गइहाल्यो त गइ नि होइन गइ कस्तो अब नराम्रो लाग्छ नि होइन अगाडि कति राम्रो केटी थियो गइदियो क्या म आउँदा मलाई दुःख लाग्यो नि त किनकि